हेलो एभ्रिवान, नमस्ते, सेवा हुआ। आज चाहिँ म फेरि पनि लङ टाइम पछाडि उपस्थिति भइसकेको छु गाइस। स्वागत छ हजुरलाई मेरो भ्लगमा। आज चाहिँ हामी घुम्न गइरहेछौँ अनि मेरो बहिनी चाहिँ बाइकमा जान्छ अरे, भाइको बाइकमा। अनि त्यहाँ आमा आपा बहिनीहरू ज्वाइँ त्यहाँ छ, हामी चाहिँ यहाँ गाइस। अब चाहिँ हामी उता के भन्छ उतै गएर सबै कुरा देखाउँछौँ, उतै गर्नु होला। बाई बाई। जाडो हो र गाइस, हाम्रो यता हिँड्दैछ पार्टीहरू। जङ्गल कति राम्रो है, पाउडर लाउनु नपर्ने रहेछ। आमामा के साह्रो हौ। गाडीमा हिँडिरहेको थिएँ। बल्ल बल्ल आइपुगेर यहाँ बस्यो गाइला। खासै केही छैन। हेलो हेलो, राम राम। हेर्नु न, हाम्रो टिमहरू चाहिँ यसरी खाँदैछौँ। हेलो हेलो। तपाईँले ओछ्याइदिएको है मेरो छोराको। तेरो सनले त म भेट्छु। हेर्दै हेर्नुहुन्न मम्मीले यस्तो गरेर। हेलो 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 गर्नु त आमा, यता हेलो गरिदिनु न। हेलो 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 बहिनी। हेलो हेलो पहिला खाने होला नि त। पहिला खाने अनि तर हातहरू चाहिँ धुनु पर्यो नि। चम्चा ल्याएको किन ल्याएको त नि? चम्चा त यही लिएको त अचार आउँछ यहाँ। यस्तो खासै ठिकै रहेछ। खाने पऱ्यो भयो खाने बेलामा के त भिडियो भन्नु लौरती हाल त्यो 2 पिस हाल सबैमा। यसरी खाँदैछु त कतिजना छौँ हामी? 10 अहिले खाने कि अहिले खाने सबैमा उता उता बाबा ऊ तपाईँ चाहिँ यहाँ आउनु न। हामी पनि खान्छ। चिसो होइन अहिले यो अचार चाहिँ हाल्नु एउटा उब्रे त अभिसालाई अभिसालाई सँगै 11 जना हो नि त। अभिसालाई खाँदा नि त्यो अचार त नलागिदिनु यहाँ चाहिँ खासै भिड देखिँदो रहेछ, उता माथिबाट मात्रै देखिँदो रहेछ। पिरो खाने लियो खाम है। मेरो आमा आमा हाई भन्नु त। अचार हाल्नु गाडी लागेर पुरा दिवस भइरहेछ। मम्मीले त्यहाँ खाएको हेर हाई भन्। यहाँ त मेरो भाइ हाई भनिदिनु। हेलो छोरा हाई भन। हाई भनिदेऊ छोरा। हाई सबसे ठुलो मान्छे हाई भनिदेऊ। गाडीमा पाएको त ओ छोरी हाई भनिदेऊ। हाई भनिदेऊ भ्लगमा हाई भनिदेऊ त। तिमीमा गयो भ्लगमा। ला त्यो बजाउनु त हुँदैन साथी त है। त्यो गीत एकछिन त्यो मान्दा है। उठेर राख न गाँथे के बसेर हो कि निस्किन्न। बजायो भने चाहिँ फेरि के भन्छ बसेपछि उठ्न नसक्ने हो खानेकुरा। होइन यी बस्छु बहिनी, यी बस्छु। बनाइरहेको छु मैले। तर युट्युबमा हाल्नु पऱ्यो नि त।
जुत्ता नखानु एउटा ब्राउन बस्नेको भाग अनि त हात पनि अब बहिनीहरू भाग लाउँछ म चाहिँ तिमी यो लाउ नाला कहाँ बस्नु त म यहाँ बस्छु नि एक ठाउँमा त्यो भइसक्यो होइन सबैलाई पुगिसक्यो काउले यो राखौँ अब एकछिनमा गरौँ ल अब एमा बेरेर राख ल ए सब्जी लगा त्यतिकै बेरेर राख कान्छी यहाँ देखा न म उता भाग लाउँछु क्या बरु हुन्छ हुन्छ बस्नु बस्नु अहिले एकछिन खाँदै कान्छीले बनाउँछ खाँदै म उता बसेर खाइदिन्छु चम्चा ल हाल्नु त एक चम्चा कस्तो रहेछ हौ यहाँ चाहिँ ठाउँ माथिबाट त कस्तो मजा देखिँदै तर ठाउँ नपाएर यहाँ बस्न आयो गाउँलेहरू अरे चम्चा पुगेन दुईटा कस्तो गाह्रो भयो कि राम ढुलै ढुलो म त यहाँ यस्तो पनि ल्याउनु पर्दैन ल हाम्रो यहाँनिर पार्टी यहाँ भ्लग बनाउँदैछु कान्छी बहिनी अठाइदिनु भ्लग बनाउँछु ल्याउने ग्लाभ अहिले एकछिन फोटो खिच्ने सबैजना हेनाजु ग्लाभ दिनु न चस्मा के दिन अरे छोरी उयो डिब्बाको माथि राख्नु चाँदीको चस्मा चाहियो रे लुगामा राख्ला उठ्यो प्लास्टिकमा राख कुकुरले खाने गिलासमा खाने चस्मा यो त सानो गिलास त्यो त कहाँबाट ल्याएको फेरि अलि मजाले दिएन कान्छी यहाँ उठे त म सबलाई बाँडिदिन्छु भनेको त नि हामीले फेरि कस्तो खालको बियर छ भने ल्याउनु खै बियरै म छैन क्या भाइ यसको सबैले त्यो ढिलो गरिरहेको छु यार ल्याउनु त आमा यो ल देऊ त उता कौन सारी समात्ने उता आमालाई ल आमा समाउनु त एउटा बिचरा छोरासँग फेरि अप्ठ्यारो नि भयो बहिनीलाई मान्छे छ्याला समात्यो त्यही बाबालाई यो समातिदिनु बाबालाई समातिदिनु एउटा दुइटा मलाई र बाबालाई नानालाई समातिदिनु एउटा तपाईँ म समातिहाल्छु नि भाइ बाबालाई त ऊ यो हो नि दुइटा भयो त्यसमा एउटा त्यो छोरीलाई मेरो चाहिँ यो ल खै समातमा म हालिदिन्छु राम्रो छ यो राम्रो मन्जु समात तिमीलाई उता त हाल्दै आउनु न आमालाई दिदी ल आमा समात्नु त पुरै देखिन्छ है हाम्रो चाहिँ फ्यामिली यति यहाँनिर राई जाँड खानेपछि त सबै खानु परिहाल्यो नि जाँड त मै भन आपालाई चाहिँ दे ऊ भाइहरूलाई छोरोलाई हो यो छोरो छोराले त खाँदैन होला नभने उता परे जाँदा त मेरो पनि त्यही राख बहिनीको अगाडि लौ नाना लिनु हजुरलाई म यहाँ गरिहाल्छु नि भाइ ऊ छोरीले नि सानो उस गरेर थाहा हुन्छ भयो भयो भाइ भयो भयो भाइ के गर्नु गाह्रो गाह्रो छ बहिनी एक हातले सकिन्छ यतापट्टि म यता भ्लग बनाउँछु भाग आइसक्यो यहाँनिर ल चेस खोइ यहाँ मेरो कान्छी ल्याउँदा यहाँ एकछिन नाम्ने यो ल्या त यो मेरो ल चेस गरौँ सबले ल चेस 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 ल ल चेस गरौँ चेस ल खाइम गाई जाँड हेर न एउटा ए अभिशालाई नि देउरे उठ्यो सानो बोतल कि सानो बोतल अभिशालाई
वाउ कस्तो राम्रो यतातिर भिडियो। हाम्रो टिम फेरि यतातिर गयो है। यता पहिला हामी यता गएको थियौँ अनि त्यहाँ खाजासाजा खाएर अनि फेरि यहाँ माथि राम्रो छ अरे घुम्ने ठाउँ अनि भनेर हिँडेको। छिटो आउन छिटो। हामीले खाजा खाएको ठाउँ चाहिँ यो हो है गाई चाहिँ। यहाँ पुगेको थियौँ यहाँ पुगेको थियौँ यो पहिरो नेरी अनि अहिले फेरि यहाँ आयौँ माथि जाँदैछौँ। फाइनली गाइज हामी चाहिँ आइपुग्यौँ भ्यू टार। पहाड भएर पहाडै मनपर्छ के गर्नु। यस्तो रहेछ यत्रो पहाडबाट आइयो कहाँबाट हिँड्दै हिँड्दै आइए ठिकै रहेछ। खासै राम्रो त होइन। बस ओभर त्यस्तो मौसम रहेछ। वाउ काठमाडौँ यस्तो रहेछ है यस्तो रहेछ। हामी पनि यही हेर्नु आएको थियौँ। ल यस्तो रहेछ काठमाडौँ भ्यू। ल हामी त अघि यहाँ पुगेर आएको यो यहाँनिर योमा यो पहिरोमा पुगेर आएको भ्यू पनि खतरा देखिँदो रहेछ। वाउ नाइस नाइस। यहीँ आइयो फाइनली यहीँ आउनुको लागि हाम्रोमा। ल यस्तो रहेछ। ल गाइज अब हामी चाहिँ घुम्यो डुल्यो गल्यो अब चाहिँ हामी घर लाग्यो।